नमस्ते सेवा सेवाहरू म धनेन्द्र याम्फू युट्युब च्यानल याम्फू अफिसियलमा यहाँहरू सबैजनालाई स्वागत छ। आज छुट्टी र हामी सबैजना साथीभाइ मिलेर बुसानतिर जाँदैछौँ र बुसानको भ्रमण, बुसानको बसाइ, बुसानको त्यो घुमाइ कस्तो रहनेछ भिडियोमा हेर्दै गर्नुहोला। तपाईँहरूलाई देखाउनेछु, भिडियो हेर्दै गर्नुहोला। ल ठ्याक्कै हामी यतिखेर बुसान याक है, बुसान याकमा आइपुग्यौँ। अब हामी हेउन्दै जाने तर्फरमा हो। कतातिर जाने हो साथीहरू? ट्याक्क अगाडि हामी कतिजना? 7 जना छौँ है। कताबाट पो बुटो होला ठिक छ नि, ठिक छ भाइ, ठिक छ एकदम। हाम्रो ब्लग एकदम जारी छ नि भाइ। अब हामी बुसान सिटी चाहिँ तर देखाउनु पर्छ है, रमाइलो पनि गर्नु पर्छ। राम्रो राम्रो भिडियो क्याप्चर गरेर मिठो मिठो हाल्नु पर्छ ल युट्युबमा। के ल अब हाम्रो यात्रा कता कता जाने हो है, तपाईँहरूले भिडियोमा हेर्नु होला। ल यता आउनु, ल यता यता। म हो तपाईँको पछि लाग्दै हिँड्ने। यहाँ रुखको फेदतिर बसेर खाने हो। सिटी बजार उता उता नजा भनेर। ल हामी चाहिँ यतिखेर ट्याक्कै हेउन्दै आइपुगेको छौँ। अब हामी यहाँ पौडी खेल्छौँ। यहाँ एउटा हामीले बेड र छाता अम्ब्रेला लिएका छौँ यहाँ सामानहरू राख्नको लागि। यहाँ सामानहरू राखेर हामी थुप्रै छौँ, साथीहरू पछाडि पनि आउँदैछ। अनि यहाँ आइपुगेका छौँ। अब हामी यहाँ पौडी खेल्छौँ एकछिन। बस्नु त हजुर यहाँ बस्नु न एकछिन है त। हिमाल भाइको बिजोग पनि यहाँ हेरिहालौँ न होइन।
दिनभरिको तातो घाममा हेउन्देको चिसो पानीमा पसेर आनन्द लिएर हामी बेलुका साँझपख बेलुकाको दृश्य हेर्नलाई हेउन्देको किनारै किनार साथीहरूसँग घुम्न निस्क्यौँ। आउँदैन ल यहाँ त चेन्ज हुँदो रहेछ नि थुप्रै कलर चेन्ज। कामै छोडी आज काम अझ विशेष अस्ति नदिने यही बेला हामी नाइटको भ्यू लिइरहेछौँ, हेरिरहेछौँ, रमाइलो छ है। लाइटिङ गरेर लाइटिङ यो के पुल हो? आउँछ है समथिङ ड्यास ड्यास पुल भन्नु पर्यो। समथिङ ड्यास ड्यास पुल। कता हो जाने अब? भात खोजी खानु हिँडेको छौँ। भात खोजी खानु हिँडेको कताबाट गयो होला? यो बाटो यताबाट आएर बेलुकाको खाना खाइसकेपछि हामी पुनः समुद्रको किनारतिर घुम्न निस्केका छौँ र पहिलो दिनको हाम्रो घुमाइको अन्त्य यहीँ हुनेछ। हामी फेरि भोलि अर्को भिडियोमा भेट्नेछौँ। सबैलाई शुभरात्रि। बुसानको भिजिटिङ डे 2 रमाइलो भइरहेछ है, बवाल भयो नि होइन? बवाल बुसान टुर हाम्रो चाहिँ खत्रै भइरहेको छ होइन त दाइ? हो एकदम रमाइलो भइरहेको छ होइन? यस्तो बस सुन्दर ठाउँ रहेछ है, कस्तो मजा आयो भन। यो समरमा चाहिँ घुम्न चाहिँ खत्रै रहेछ नि त, रमाइलो रहेछ है। हो अब आज हामी दोस्रो दिनको टुरमा छौँ। अब खाना खान्छौँ पहिला यहाँनिर नेपाली होटल कतातिर हो हामी बुझिरहेछौँ। त्यस पछाडि खाना खाएर फेरि हाम्रो दोस्रो दिनको यात्रा टुर सुरु हुन्छ। कता हो भाइ लो? लैबारी लैबारी लाई फोटो भइसक्यो। यो भ्लग हेर्ने सम्पूर्णलाई चाहिँ जस दाइको च्यानल एकदम ग्रो हुन पर्यो, लाइक कमेन्ट सेयर गरिदिनु पर्यो होइन? एकदम सपोर्ट गरिदिनु पर्यो। दाइले चाहिँ आफ्नो तन मन दिनुभएको छ हजुरहरूको लागि भनेर, हजुरहरूलाई देखाउनको लागि यत्रो घाममा दुःख गरेर हात टेर्छ र बिचार दाइको हात पनि गलिसकेको छ। स्टिकै हातले नै उयो गरिरहेको छु। दाइको यस्तो मेहनतलाई चाहिँ यस्तो केही चाहिँ हामीहरूले चाहिँ उ दिन पर्यो, के भन्छ अरे इन्करेज गर्नु पर्यो होइन त? एकदम ल
यस्तो डुलाउने यहाँ यो ग्लासमा सिसामा हुन्छ कस्तो देख्यो भाइ ल उठ्नु त उठेर उता जानु यता यता फर्किनु यता फर्किँदै ल दामी आइरहेछ है यहाँ तल चाहिँ होइन सिसा छ यस्तो भ्यू टक्कसँग यता 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 यस्तो छ है हेर्नु बुसान यो चाहिँ वाल छ है एकदमै कस्तो हुँदैछ भने हाम्रो बुसान टुर मुनि पनि बवाल छ है मेरो जुत्ता मुस्किल जस्तो छ हजुर आमामा गहिरो रहेछ त यार यहाँ तल त यो तल छिर्यो भने त ढुङ्गामा पसारेर मरिहाल्छ सबैजनाको जुत्ता राई त हिरोनीसँग पो अनि चट्ट है त्यति चाहिँ डर लाग्दैन हिजो हिँडेर पानी भइहाल्यो हिरोनीसँग पो चट्ट तपाईँ त नि मुस्कान दिनु न ठाडो पनि हाल्थ्यौ त भाइ त्यतिकै एकदम ल त साथीहरू हामी चाहिँ बुसान के हो यो ओरिक्दो होइन त ओरिक्दो आएको छौँ र हामी यो समुद्रको किनारमा छौँ एकदम रमाइलो यो चट्टान छ होइन रमाइलो लाग्यो एकदम रमाइलो रहेछ ओरिक्दो भन्दा ओरिक्दो जो सब बुसान चाहिँ प्रायः जस्तो सबै के भन्छ समुद्रीको उयो नै छ होइन तटहरू समुद्री किनार नै रहेछ घुम्ने ठाउँहरू अनि यो चट्टानमा मचट्ट आएको छौँ हामी साथीहरूसँग एकदम रमाइलो लाग्यो त्यो चाहिँ अब धेरै भयो आज है यो हेर्नु न यो खाने किराई होइन त हेर्नु त ल अनि यस्तो के हो यो हेर्नु त सी फुडै होइन यो सी फुड हो त ए अनि यस्तो गाडेको हुँदो रहेछ है अब छ्याप्पै छ त यहाँनिर यस्तो यो त अनि उम्रेको जस्तो किरा त होइन त यो त किरै हो किरा हेर्नु न उखाल्नु त भने चाहिँ कति चाम्रो पो छ टाँसेर उखाल्नु त मनी चाहिँ फुट्दैन होला नि मासु हुन्छ त्यो त्यही हामीले खाने हो कि कम्पनीमा किनेर खानु पनि मारियो नि त ए किरै रहेछ नि त होइन म त अनि उखाल्दाखेरि उक्लिँदैन नि चाम्रो नि चाम्रो किराई खाने त खान्छौँ हामी चाहिँ अहिले यहाँनिर काफीको अवस्थामा यहाँ त्यस्तो भनेको सोच्यो कम्पनी दिँदाखेरि तान्दा त आउँदै आउँदैन सिपी भन्छ सिपी हो सानो खाले सिपी यही हालेर त माछा श्यामलाई मिठो लाग्छ भनेको होइन ऊ त्यो निकालेर यता त घोगी होला है दाइले भनेको त यति डर हुन्छ त निकाल्नै सक्दैन रहेछ त त्यो निकाल्नु कति चाम्रो निकाल्न त जाऊ तान त गाडेको अनि उम्रेको जस्तो छ के अरे कविक्रम
त्यो सानो ऐसा लगता है क्यों होता है बार बार किरा होइन कि खानेकुरा सिपी हो हामीले खाइरहेको छौँ त किन किरा भन्ने ए पानी नुन पानीले जाऊ ल ठिक छ ठिक छ एकदम राम्रो आइरहेको छ एकदम दाइ साले खानालाई गर्नु नि त म दाइ भिडियो बनाइदिन्छु अब चाहिँ दाइ है ल 1 2 3 गो हामी यहाँ तलतिर घुमेर सबैतिर घुमेर आइसकेका छौँ साथी मनिजी हाम्रो तल आउँदै हुनुहुन्छ मलाई पछ्याउँदै पछ्याउँदै म चाहिँ यो डाँडामा पनि चढेर आउनु पर्यो कस्तो देख्छ यहाँबाट भ्यू भनेर म माथि डाँडा चढेको छु डाँडाबाट हामी अघि तल घुमेका दृश्यहरू नै देखिनेछ म एकछिन घुमेर फर्किनेछु वाउ दृश्य एकदमै रमाइलो छ एकदमै राम्रो छ है समुद्र यो प्राकृतिक भ्यू हेर्नु कस्तो राम्रो छ है म चाहिँ अलिकति प्राकृतिक भ्यूहरूमा एकदम लोभ गर्ने मान्छे भएको हुनाले पनि मलाई एकदमै मनपर्छ आइपुगे मलाई पछ्याउँदै पछ्याउँदै एकदम गाह्रो है भाइ मलाई चाहिँ यहाँ माथि नआई मनै मानेन अनि एकछिन कुद्दै आएको क्या 4:30 मा जाने अरे हिमाल भाइ अनि म कुद्दै कुद्दै चढेको एकछिन माथि अनि पुग्छु अनि कस्तो देखिन्छ यहाँको दृश्य भनेर आइपुग्नु भयो यो डाँडामा किन छोड्नु भनेर नि कुद्दै साँडेमा जाने भन्दै हुन्थ्यो साँडेमा त म माथि पुगेर आउँछु भनेको अनि जाने कोही भनेको कोही पनि बोल्नु भएन नि म त कुद्दै कुद्दै सुन्नु भएन क्या है म त कोही नजाने रहेछ भने अब यहाँ आएपछि यो डाँडा किन छोड्नु भनेर कुद्दै चढिहालेँ नि ल है फर्किँदै गरेको हो नि त अब
ल त साथीहरू अब हाम्रो बुसान टुर चाहिँ सकिएर अब हामी फेरि ब्याक टु कता फेन्टेक हुँदैछौँ। हाम्रो टुर हिजो आज बुसानको विभिन्न ठाउँमा घुम्यौँ अनि अब फर्किँदैछौँ। अब यहाँ हामी कति 8जना थियौँ तर अब यो भिडियो एन्डिङ गर्नको लागि चाहिँ हामी 2जना मात्रै रह्यौँ है बाँकी है। अनि मनिजी लु सट्टै छोटो सट्टै हामी समग्रमा बुसान घुमाइ भने जस्तो चाहिँ नभए पनि हजुर तर चाहिँ राम्रै भयो फर्स्ट टाइम भएको हुनाले फर्स्ट टाइम हुँदा टाइमको म्यानेज भयो म्यानेज भएन म्यानेज नभएको धेरै घुम्न सक्थ्यौँ भन्ने के हजुर जस्तै घुमेको ठाउँ त एकदम भरपुर आनन्द नै लियो लियो हजुर तर चाहिँ घुम्न चाहिँ अझ भ्याइन थियो टाइमलाई म्यानेज गरेको 2-3 ठाउँ होइन हजुर, अझै हजुर। बढी घुम्न सकिन्थ्यो भन्ने मेरो त्यसो भयो कि हजुर त्यो नत्र समग्रमा राम्रै भयो रमाइलो भयो सोचेको जस्तो ठ्याक्कै त्यति धेरै समयलाई सदुपयोग गर्न नसकिए तापनि घुमेको जति चाहिँ एकदम रमाइलो भयो। मनिजीले पनि भनिहाल्नु भयो। अब फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ। बाई बाई।